अफिसबाट यस्तो माथि पुगेको छु म चाहिँ। यो चाहिँ अप्पर वक है। यस्तो उहिले उहिलेको घरहरू रहेछ यहाँ त। म ओह्रालो जान आँटेको थिएँ बिहान अफिसतिर। त्यहाँदेखि यहाँ 4.5 किलोमिटर छ। Right now I am in this beautiful place, होइन। This is upper walk and यहाँ चाहिँ अलिकति एकदम सिक्किमको पुरानो old monastery छ अरे नि त। So we are going there. Just did one household and आप्पा पनि छ अनि एकजना दाजु पनि हुनुहुन्छ यता वकम्चुको जीविकेको हो। अनि एकदम उकालो छ। हामी चाहिँ तल छ बाटो चाहिँ हो। मजा आइरहेको छ। आज चाहिँ मैले आप्पालाई पनि लिएर आएँ। मेरो ड्युटी हो किनभने आप्पा रिटायर हुनुभएको छ नि त। हि वाज गभर्मेन्ट स्कुल हेडमास्टर। अन्त घरमा त्यसै मोनोटोनस भएर आजकल याद गर्नुभएको तपाईँहरूले। हामी केटाकेटीहरू त बेसी फोन चलाउँछ। हाम्रो एडल्ट हाम्रो एजकोहरू बरु अलिक एक्टिभ बस्छ कि। तर हाम्रो आप्पा आमाहरू नि पुरा फोन चलाउने भएको छ हो। सो आज मैले आप्पाले अस्ति मम्मीलाई पनि लिएको थिएँ हो आमालाई। आज चाहिँ आप्पालाई पनि लिएको। पुरा हिँड्यो आज मेरो आप्पा। अन्त पहिलातिर मलाई पनि त नानी हुँदा आप्पाहरूले स्कुलमा लान्थ्यो आमाहरूले हो। अहिले चाहिँ यहाँ छोरी ठुलो भएर आप्पा र आमालाई ड्युटी लाने पनि भएको छ हो। यस्तो छ जग्गा चाहिँ दामी। यहाँ चाहिँ यसरी के भन्छ यसलाई त लुङताम उठाइरहेको रहेछ यसरी हो। मजा आउँदैछ यहाँ चाहिँ। यो गुम्बा चाहिँ एकदम पुरानो अरे हो। यस्तो गुम्बा आप्पाहरू यहाँ गएर छ ल। ए लेफ्टबाट कोरा। अब म कोरा गर्नुवाला छु। यो गुम्बा रहेछ नि। I've never seen in such a color. फर्स्ट टाइम देखेको यो कलरमा चाहिँ। यस्तो कलरमा गुम्बा हुँदो रहेछ है। लाइक इट्स लाइक मजेन्टा। दैलो पनि रहेछ यहाँनिर पुरानो। लेट मी फिनिस द कोरा 3 पल्ट। त्यो अघि तल भुक्नेको हो। तिमी त्यहाँ अघि तल भुक्ने हो। तिमी अघि त्यहाँ तल कसलाई भुकेको तिमीले। यहाँ चाहिँ लास जलाउने जग्गाहरू रहेछ यी हो। अन्त पिसफुल साइको पनि लागिरहेको छ हल्का। बट किन साइको मान्नु। जान्दैछु एक्लै होइन। डर लाग्यो। चल 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 चलो मेरा कुकुर जी। एक्लै आमा भाइहरू दाजुभाइ पनि छ त। तिनीहरू के गर्दैछ? दाजुभाइ 5 जना हामी दिदी बहिनी 2। अगाडि भाइ ए जुत्ता राम्रो लाएर हिँड्न अलि। जुत्ता नचुप्ने लगा न। जुत्ता राम्रो लगा न खुट्टामा। यस्तो यस्तो हाम्रो चिप्लिँदा नि त यी। अब चाहिँ सायद म लास्टको घरमा छु होला हो। अनि अहिले पापालाई चाहिँ गाडीबाट तल जानु भनेको छु। तल रोड निस्किँदैछ। अनि अघिको दाजु पनि हामीलाई हेल्प गर्नुहुने अप्पर
अप्पर वकको दाजुले पनि बिदा दिनुभयो र म चाहिँ यो जङ्गलको बाटोबाट चाहिँ यहाँ तल एउटा घर खोज्दै हिँड्दैछु हो सञ्चमाया राईको घर अनि इट फिल्स दिस जग्गा चाहिँ यस्तो छ अन्त मलाई चाहिँ नि म चाहिँ जापानमा छु जस्तो लागिरहेको छ अहिले जापानमा ब्याम्बुहरू देख्दा जस्तो क्या यस्तो यस्तो छ नि एउटा जग्गा क्या जापानमा हेर्नु त कत्रो बेसी बाँसघारी यहाँ त अन्त है मदर नेचर हियर आई कम मलाई आज आमाको जुत्ता लगाएर आएको झन्डै चिप्लिने हो आमामा 2-3वटा जग्गा त सो आई डोन्ट रिकमेन्ड दिस काइन्ड अफ सुज यो चाहिँ मसला एडिडासको ब्रान्डेड जुत्ता अरे 3-4 पल्ट झन्डै लडायो हो योभन्दा चाहिँ बरु त्यो मेरो क्रक्सै ठिक थियो क्रक्स पनि होइन अलिक रफ एन्ड टफ जुत्ताहरू लाउनु पर्ने रहेछ भोलि चाहिँ जापानको ब्याम्बु ट्रिजको बिचमा चाहिँ अब यो जापानिज केटी उहाँ तल पुग्न आँटेको छ हो जस्ट किडिङ फेरि रेसिस्ट भन्छ होला नि त है आफूलाई जापानिज भन्दैछ भनेर नथिङ टु डु विथ द्याट इट्स जस्ट द्याट हाम्रो चाहिँ मङ्गोलोइड फिचर्स एउटै हुन्छ नि त I'm confused between this way and this way. यही बाटो होला हौ हायो मियाजाकीले मेरो यो भ्लग देख्यो भने चाहिँ मेरो पनि एनिमी क्यारेक्टर निकालिदिनु नि भन्न चाहन्छु हो यस्तो पहाडहरूको बिचमा यस्तो जङ्गलको बिचमा किरा कराइराखेको यस्तो राम्रो केटी हिँडिरहेको यो जङ्गलमा भाइ सञ्चमायाको घर कुन चाहिँ हो यहीँबाट ओह्रालो हो यही बाटो है यहाँ चाहिँ कुरो रहेछ कतिको चाहिँ मेरो एनर्जी चाहिँ कति राम्रो रहेछ हेरौँ न टोक्दैन यसले भाइ टोक्दैन सुन मेरो हात कान्छा ल अगाडि हिँड छिटो चाहिँ घर लास्ट घर ए है घर मसला खान्छु नि कसरी निकाल्नु त निकै ढिल पो रहेछ त्यता आउँदैछ सिजन आन्टीको दिएन ल चोक लाग्छ ल है धुइकन खान्छु नि ए रातो यो त कस्तो राम्रो पो त डाइजेसनको लागि त डायबिटिसको पनि दबाई हो यो त तपाईँको नि ड्राई फ्रुट बनाएर उयो गर्छ नि यसलाई बेच्छ कि ड्राई फ्रुट बनाएर तपाईँको यो अन्जिर भन्दो रहेछ कि यसलाई हिन्दीमा कतिमा 400 रुपियाँ गर्छ हुन्छ 2टा भए हुन्छ टेस्ट गर्नु मात्रै मलाई 3टा रहेछ हुन्छ थ्याङ्क यू मजाले छिल्नु पर्छ कि हजुर यो उकालो दिन्छ है म चिप्लिँदै गाडी चाहिँ पर रहेछ यस्तो स्विमिङ पुल
भनेको ब्याग चाहिँ कहाँ वक पुगेर पनि फेरि आएको फेरि वहाँ पुग्यो होइन वहाँ पुग्दाखेरि आपा चाहिँ फेरि 15 गफ गर्ने मान्छे पायो भने कि आमा सरहरूको त्यो मुनि भिड छैन त्यसकै फेदमा अब त्यहाँबाट चलाइयो फेरि दुम्ले बुङसँग पुरा सबै दुम्ले बुङ मात्रै थियो भोपाल चोका चाहिँ उसको यति राम्रो मकै बारीहरू कस्तो राम्रो बोरेको है यस्तो रहेछ घर माथि हो त्यहाँ तल रहेछ मजाको नि त्यहाँदेखि पारी त्यहाँदेखि एउटा माथि राईको घर रहेछ माथि नै त्यो बाटो पापालाई कि आउनु न उकालो जाउँ भनेको कि न त्यो उकालो देख्दै जान्दिनँ होस् म यहीँ बस्छु अरे जान्छौ यहाँ म त्यहाँ चौतारा छ बजार सेकेन्डमा चाहिँ उही माथि छ भन्दा ढाट्दै लगेको कि माथि थियो त्यो तर सक्यो हिँड्नु अलिकति हिँड्यो स्ट्यान्डमा परिहाल्छ हौ त्यो हिँडेन मलाई धेरै राम्रो भोलि पनि जाने अरे पापा त बुई मामा त होस् पुरा बात छ तपाईँहरू गाडीमा फेरि बाजी मलाई बुढाबुढी पुरा बात छ